के तपाईले लगाउनु भएको काँक्रोमा फूल नलागेर या भनौं लागेको फूलहरू चाहिँ फल नभइकन झरेर तनावमा हुनुहुन्छ? यदि त्यसो हो भने आजको भिडियो चाहिँ तपाईको लागि। नमस्कार, म प्रकाश सेङतान स्वागत गर्न चाहन्छु तपाईहरुलाई मेरो यस युट्युब च्यानलमा। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियो राम्रो लागेमा भिडियोलाई पनि एक लाइक गरिदिनु होला। भिडियो सम्बन्धी कुनै सल्लाह तथा सुझाव छ भने कमेन्ट पनि गरिदिनु होला। तपाईहरुको कमेन्टले तपाईहरुको सजेसनले गर्दाखेरि नै मलाई अझ धेरै भिडियो बनाउने मोटिभेट मिल्नेछ। त्यही भएर है त यस भिडियो अन्तर्गत चाहिँ म तपाईहरुलाई काँक्रोमा चाहिँ कुन तरिकाले गर्दाखेरि चाहिँ धेरै भन्दा धेरै फूल फुलाउन सकिन्छ र फुलेको फूललाई चाहिँ फलसम्म परिणत गर्न सकिन्छ भन्ने कुरा सम्बन्धी पुरा विवरण दिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अब हामीले चाहिँ यो काँक्रोमा यो फूलहरू लागेको छ हैन, यो फूलहरूलाई चाहिँ कसरी चाँडोभन्दा चाँडो फुलाउने काम गर्छ भन्दाखेरि चाहिँ यसलाई त्यो फुलाउनको लागि र यो फुलेको फूलहरूलाई चाहिँ फलसम्म परिणत गर्नको लागि चाहिँ हामीले पिनाको प्रयोग गर्न सकिन्छ। त्यो पिनामा चाहिँ हामीले नाइट्रोजन पाउँछौं, फस्फोरस पाउँछौं, पोटासियम पाउँछौं, जसले गर्दाखेरि त्यसमा भएको तत्त्वहरूले नाइट्रोजनले यसलाई बढाउने काम गर्छ, बोट बढाउने काम गर्छ र अरु जुन पोटासियम हो, फस्फोरस हो, तिनीहरूले चाहिँ यसमा यो फूलहरू लाग्ने काम गर्छ र यो लागेको फूललाई चाहिँ फलमा परिणत गराउने काम गर्छ हैन। भन्नुको अर्थ ती दुईटा तत्त्वहरूले चाहिँ यसको यो फूलको आयुलाई चाहिँ धेरै भन्दा धेरै बढाउने काम गर्छ। त्यही भएर हामीले त्यसको प्रयोग गर्नुपर्छ। अब चाहिँ म तपाईहरुलाई पिना चाहिँ अब बोटमा कति मात्रामा प्रयोग गर्ने, कसरी प्रयोग गर्ने, अब त्यसलाई कुन तरिकाले फिट्ने भन्ने कुरा सम्बन्धी पुरा विवरण दिन गइरहेको छु। लागौं आजको विषयवस्तुतिर। सबैभन्दा पहिला चाहिँ म तपाईहरुलाई पिनालाई अब कसरी घुलाउने, कति मात्रामा घुलाउने भन्ने कुरा सम्बन्धी जानकारी दिन गइरहेको छु। अब म तपाईहरुलाई घुलाएर देखाउँछु। भिडियोलाई स्किप नगरिकन हेर्दिनु होला है त। सबैभन्दा पहिला हामीले अब यहाँ चाहिँ तपाईले देख्न सक्नुहुन्छ 300 ग्राम पिना राख्नु हामीले सबैभन्दा पहिला। ल यो 300 ग्राम पिनालाई अब हामीले एउटा बाल्टिनमा या भनौं कुनै केही चीजमा सर्लक्क 2 लिटर पानी राख्ने अनि त्यसमा हाल्दिने, मज्जाले भिजाएर राख्ने, सर्लक्क पानीमा भिजाउने। अनि यसलाई चाहिँ अब हामीले यो राम्रोसँग गल्नको लागि चाहिँ यसलाई अब यतिकै 72 घण्टासम्म एक ठाउँमा लगाएर राखिदिनु पर्छ। यसलाई चलाउनु पर्दैन। अनि त्यति गरिसके पछाडी चाहिँ तपाईको 72 घण्टा पछाडी यो पुरै राम्रोसँग गलिसकेको हुन्छ। यसलाई अनि त्यसबाट म देखाउँछु। अब चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ यसलाई अब 72 घण्टा पछाडी चाहिँ यसलाई मिश्रण बनाएको छौं हामीले। यो चाहिँ मज्जाले गलिसकेको छ हैन। अब यो पानीमा यो भिजाको गलेको यो पिनाको मिश्रणमा अब हामीले यसमा चाहिँ यदि सम्भव छ भने सक्खर अलिअलि मिसाउनु होला, यदि छैन भने पनि केही फरक पर्दैन हैन। अनि यसमा चाहिँ अब 10 लिटर पानी पुर्याउनु पर्यो यसलाई चाहिँ है त। अनि त्यसपछि मात्रै यसको मिश्रण चाहिँ बोटमा लगेर हाल्नलाई योग्य हुन्छ। यसको प्रयोग गर्दाखेरि चाहिँ अब तपाईले जरैमा लगाएर यसको फेदैमा लगाएर चाहिँ हाल्नु हुँदैन। अब केही 4-5 सेन्टिमिटर चाहिँ फरकमा हाल्नुपर्छ। किन भन्दाखेरि यो गर्मी पनि हो हैन, अलि गर्मीको समय पनि हुन्छ। यसले बोटलाई पनि धेरै मात्रामा पर्यो र धेरै नजिकै जरैमा लगाएर हाल्दियो भने नि यसले असर देखाउँछ। त्यही भएर यो प्रयोग गर्दाखेरि चाहिँ एकदम होशियार भएर ध्यान दिएर मात्र प्रयोग गर्नु होला। अनि कति मात्रामा चाहिँ एउटा बोटले हाल्नुपर्छ भन्दाखेरि यो मिश्रणलाई चाहिँ मज्जाले मिक्स गरेको मिश्रणलाई एकचोटी मज्जाले चलाउने र यो जगमा अब 1 लिटरको छ, यो जगको पानीलाई चाहिँ हामीले 1 लिटर पानीलाई यो 3टा बोटमा पुर्याउनु पर्छ है त। 3टा बोटमा पुर्याउँदाखेरि यसको मात्रा ठिक्क हुन्छ। अब त्योभन्दा धेरै हालिदियो भने चाहिँ यसले अब आवश्यक पर्ने तत्त्वभन्दा बढी भइसके पछाडी र गर्मीको नि सिजन छ, यो बिग्रिने सम्भावना हुन्छ। त्यही भएर थोरै मात्र प्रयोग गरौँ, राम्रोसँग एकदम ध्यान दिएर प्रयोग गर्नु होला। अब यसमा प्रयोग गर्दाखेरि चाहिँ यो नजिकै नहाल्ने, अलि साइडमा हाल्ने। हाल्दाखेरि चाहिँ यसरी ल यति मात्रै हाल्ने अनि यो भन्दा बढी नहाल्ने। किन भन्दाखेरि अब यो बिस्तारै सोच्दै गइसके पछाडी चाहिँ मज्जाले यो बोटले लिन्छ है त। प्रत्येकचोटि हाल्दाखेरि चाहिँ मज्जाले चलाएर मात्र हाल्नु। किन भन्दाखेरि यसको अब लेग्राहरू चाहिँ तल गएर बस्या हुन्छ। त्यही भएर यसलाई चलाएर मात्र प्रयोग गर्नु।